खाऊ गरेर खाने जस्तो यहाँ 5 साढे तपाईँको हो त्यस्तो भनौँ न। चलाउन आज ल ड्रागनको खुट्टा हो रातिको लाइटिङमा चाहिँ ठ्याक्कै देखिन्छ नि एउटा ठाउँबाट चाहिँ यो पैसा लाउने रहेछ भित्र यो पैसाको भाँडो यो यसको नाम के अरे यो महाबुद्ध महाबुद्ध है के बुद्ध भन्छ नि लाफिङ बुद्ध के बुद्ध लाफिङ बुद्ध लाफिङ बुद्ध लाफिङ बुद्ध अलवेज यस्तो माछा देख्नु भएको छैन छैन नि यहाँनिर कत्रो सिडी मतलब सबै छैन कि अस्तिको आयो आयो सुन माछा त्यसले त हात खानु टोक्राउँछ होला है मलाई त खाइ पनि सक्छ होला पानीको नाममा कति रोमाञ्चक दृश्यहरू तपाईँले यहाँबाट अवलोकन गर्न सक्नुहुन्छ होइन यहाँतिर हाम्रो 300 वर्ष आयो हुने 300 वर्ष आयो हुने हाम्रो जीव भन्ने कति वर्ष आयो भन्छ 300 वर्ष आयो हुने मलाई तामाङले फोन गरेर हजुर दाइ रिल्याक्स गर्न सक्नुहुन्छ यसको त सिङमा पनि भुत्लै आउँदो रहेछ त होइन त्यो नछिप्पेको हो नि त छिप्पल छैन यिनीहरू भर्खर कलिलो हुन् क्या छिप्पो हान्छ यसले पालुवा फेरेको होला अब हाम्रो पुराना सामग्रीहरू यहाँनिर देख्न पाइन्छ पुरानो डिजाइनबाट बनाएको त काठबाट होइन यो तलको बेस कलरको गर्नु खुट्टाले रहेछ हरेक कुराको सुविधा तपाईँको चाहिँ होइन तर अहिले चाहिँ बस्दैन यो पुरै बन्द छ पुराना रेडियो क्यासेटहरू त्यो पहिला त्यो उसतिर रेडियो नेपालको त्यो के भन्दै थियो पर्साइहाल्यो कि हल्लाउनु यता राख्दाखेरि मिल यो लाइट चाहिँ हाम्रो जनाइन होइन यो उसो हो यस्तै उयो सेक्सोफोन जस्तो होला यो यो घुमाउने वाला नम्बर ले हेर्नु फोन पहिलाको जमानाको यस्तो फोनहरू थिए यस्तो फोनहरू त हामीले पनि देखेको देख्न अलि संरचना र सम्झना स्वरूप चाहिँ यहाँ के अरे संरचना गरेर
यो डिजे पहिलाको पुरानो जमानाको डिजे यस्तो हुन्थ्यो होइन। अलि उता जाउँ के छ यहाँ अब यहाँ चाहिँ तपाईँको यो चाहिँ खास मलाई पनि त्यति जानकारी भएन। यो चाहिँ हुनु चाहिँ हो तर के यस्तो हो पुरानो जमानाको सबै टिभी त्यति बेलाको होइन। त्यही त पछाडि भोडे छ छैन टिभी यहाँ त खतरा आर्ट गरिरहेछन् ल। सम्झना स्वरूप यो जेमान्ता एरियाको हामीसँग पछि पो आइयो त होइन। सानो यो दुइटै हालेको बल्ल म अहिले हो। ल है अब रात पनि झमक्क परिसक्यो है। पर्यो है त अब लाग्नुपर्छ। झिलिमिली पनि त्यतिकै छ। कस्तो लाग्यो है? एकदम थुप्पा सुप खाइयो है। खाइयो। खै कता छन् अरू गाइसहरू हो त्यतातिर। ओहो राजाको सुप कस्तो लाग्यो आजको? खै यता गरौँ उता गरौँ मान्छे त कहाँ हरायो ल। ओहो जाऊ जाओस् भाइ कन्टिन्यू। यहाँ राम्रो आउनु रहेछ हो। ओहो ठिक छ चङचङ हाओ